यो वर्ष धेरै पानी पर्छ भनेर प्रक्षेपण गरिएको छ। यो प्रक्षेपणपछि मान्छेहरू त्रसित छन्। तपाईँ पनि डराउनु भएको छ होला, कता कता बाढी पहिरो जाने होला, के हुने होला भनेर। आज यही पूर्वानुमानका विषयमा चर्चा गर्नेछौँ। यसका लागि यो भिडियो पुरै हेर्नुहोला। जल तथा मौसम विज्ञान विभागले 2082 को मनसुनमा देशका अधिकांश भागमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। यो वर्ष 30 वर्ष यताकै धेरै वर्षा हुने अनुमान छ। यो जेठको 18 देखि असौजको 14 सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औसतभन्दा बढी तापक्रम हुने भन्ने कुराको चाहिँ प्रक्षेपण गरिएको हुनाले औसतभन्दा बढी वर्षा भनेको चाहिँ 30 वर्ष वा सोभन्दा लामो समयको औसतभन्दा बढी वर्षा हुने भनेको हो। पूर्वी कर्णाली, उत्तरी लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा 55 देखि 65% सम्भावना सहित अत्याधिक वर्षा हुने अनुमान छ। मधेस र सुदूरपश्चिमका दक्षिणी भूभागमा औसत वर्षा भए पनि तराईमा तापक्रम वृद्धिले तातो हावाको लहर हिट वेभको जोखिम छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्ष 4,57,145 घरधुरी र त्यहाँ बसोबास गर्ने 19,97,000 नागरिक प्रभावित हुने अनुमान छ। बाढी, पहिरो, डुबान, माटो कटान र आकस्मिक बाढीले ठूलो क्षति निम्त्याउने सम्भावना छ। त्यसैगरी उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिम पहिरोदेखि हिमपात, विस्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरूको चेतावनी छ। गडेलो, प्रचण्ड गर्मी र अचानक आउने बाढी जस्ता गतिविधिले पुराना रेकर्ड भङ्ग गर्दै विश्वभरि विनाश मचाइरहेका छन्। वैज्ञानिकहरू भन्छन् यही यस्ता उग्र गतिविधिको सम्बन्ध मानवीय गतिविधिका कारण भएको जलवायु परिवर्तनसँग छ अनि मौसमी गतिविधिलाई पूर्वानुमान गर्न सकिने अवस्थाप्रति चिन्ता बढ्दछ। मानवीय कारणले उत्सर्जन हुने ग्रीन हाउस ग्यासद्वारा भएको विश्व तापमान वृद्धि र उग्र मौसमी गतिविधि बीचको सम्भावित सम्बन्धबारे पछिल्ला 2 दशकदेखि वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन्। यो वर्षको मनसुन सरदरभन्दा छिटो सुरु भएको छ। मनसुन सुरु भएसँगै गत वर्ष भयावह भोगेका नागरिक चिन्तित हुन थालेका छन्। त्यसो त कोशी प्रदेश भित्रिएको मनसुनले सुरुवातमै आफ्नो रूप देखाइसकेको छ। विपत्तिले पूर्वबाट ढोका ढकढकाउन सुरु गरिसकेको छ। समयमै सावधानी अपनाएर यस्ता विपदबाट जोगिन पनि सकिन्छ। भिरालो जमिनमा धाजाहरू फाटेको छ भने अलिकति सचेत हुन पर्यो। घरको वरिपरि चाहिँ रुखहरू ढल्किरहेको छ, खम्बाहरू ढल्किरहेको छ भने पनि अलिकति सचेत हुन पर्यो। मूलबाट पानी बग्ने क्रममा अलिकति धमिलो पानी आउन थाल्यो अथवा पहिला बर्खायाममा जति मूलबाट पानी आउँथ्यो यस वर्ष त्यति आएन, सुक्दै गयो भने पनि अलिकति सचेत हुन पर्यो। विज्ञहरूको पूर्वानुमानलाई आधार बनाएर सरकारले पनि पूर्व तयारीका कामहरू सुरु गरेको छ। विपदलाई केन्द्रमा राखेर सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2082 जारी गरेको छ। यो योजनाले विगतका विपदका प्रभाव विश्लेषण, जिम्मेवारी स्पष्टता र समन्वयात्मक कार्यलाई प्राथमिकता दिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उपकरण र दक्ष जनशक्ति सहित तयारी अवस्थामा छन्। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेतना प्रदान गर्न स्थानीय तह, जिल्ला र प्रदेश पनि सक्रिय छन्।